Hi everyone, this is me Avik Rai with the new another video and you're watching Avi Fitness. र आज चाहिँ म तपाईँहरूको माझ एउटा विषय लिएर आएको छु क्रिएटिनको बारेमा। हियर इज क्रिएटिन। क्रिएटिन के हो त है? त्योभन्दा पहिला चाहिँ म तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु, अझैसम्म तपाईँहरूले मलाई फलो गर्नुभएको छैन भने प्लिज फलो गरिदिनुहोस् ताकि म यस्तै मोटिभेसनल भिडियोजहरू म तपाईँको माझमा लिएर आउनेछु है त। र क्रिएटिन के हो त? क्रिएटिन एउटा न्युट्रिसन्सको की पार्ट हो जसले चाहिँ तपाईँको मसल्स र ब्रेनलाई एक्टिभ अनि स्ट्रङ राख्ने काम गर्दछ। र यो चाहिँ तपाईँको आफ्नै शरीरबाट पनि केही मात्रामा प्रड्युस हुने गर्छ र तपाईँले केही मात्रामा फुड्सहरूबाट पनि तपाईँको रेड मिट भयो, तपाईँको फिस भयो है, त्योद्वारा पनि तपाईँले केही मात्रामा मात्रै पाउनुहुनेछ। तर तपाईँलाई रिक्वायरमेन्टको लागि चाहिँ पुरा गर्नको लागि यो सप्लिमेन्ट एउटा पाउडरको रूपमा बनिएको है त। र यसको बेनिफिट्सको कुरा गर्नु पर्दाखेरि जब तपाईँले स्टार्ट गर्नुहुन्छ यो लिन, सबैभन्दा पहिला इक्जाम्पल म तपाईँहरूलाई देखाउनेछु। बेनिफिट्सको कुरा गर्नु पर्दाखेरि यो एउटा मसल्स भयो है, तपाईँले क्रिएटिन लिनुभएको छैन है यतिखेर, र यो चाहिँ पहिलो क्रिएटिन नलिँदाखेरि। र जब तपाईँले क्रिएटिन लिनुहुन्छ र त्यसको रिजल्ट चाहिँ 1 to 2 weeks पछि चाहिँ यसरी देखा पर्नुहुनेछ। यो चाहिँ तपाईँको मसल भयो। र यसको मेन काम भनेको चाहिँ तपाईँलाई स्ट्रेन्थ दिने काम। तपाईँले हेभी लिफ्ट पनि उचाल्न सक्नुहुनेछ है, अनि तपाईँलाई स्ट्रेन्थ त प्लस भइहाल्यो र तपाईँलाई मसल्स रिकभरीमा पनि धेरैभन्दा धेरै छिटो रिकभरी हुने काम गर्दछ। र अर्को कुरा, यसको माथि चाहिँ लगभग 500 भन्दा पनि बढी चाहिँ रिसर्च गरिएको छ। यो चाहिँ एकदमै सेफ सप्लिमेन्ट भनेर भनिन्छ है, र हो पनि। अनि अर्को कुरा, यसलाई कसरी प्रयोग गर्ने त भनेको न म तपाईँहरूलाई बताउन गइरहेको छु। यो चाहिँ तपाईँको 150 ml to 200 एमएलसम्म चाहिँ तपाईँले वाटर युज गर्नुहोस् कि तपाईँको बोटल्सहरूमा युज गर्नुहोस् है। र त्यसमा चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ तपाईँको एज पर रिक्वायरमेन्ट चाहिँ डेको चाहिँ तपाईँले लगभग 3 to 5 ग्रामसम्म, चाहे बिगिनर्स हो चाहे डेली युजर्सहरू पनि हो होइन, उनीहरूले चाहिँ लिने भनेको नि 3 to 5 ग्रामसम्म। र अर्को कुरा, तपाईँले यो जब पनि लिनुहुनेछ है, तपाईँले मोनोहाइड्रेट्सको क्रिएटिन चाहिँ लिनु होला है। तपाईँ सपमा जानुहोस्, सपमा जाँदाखेरि तपाईँलाई यसको बारेमा थाहा छैन भने सोधखोज गर्नुहोस्। सबैभन्दा पहिला त तपाईँले रिसर्च गर्दा पनि हुन्छ गुगलमा। अनि तपाईँ किन्नु जाँदाखेरि चाहिँ डाइरेक्ट गएर मोनोहाइड्रेटको कुनै पनि मलाई क्रिएटिन देखाउनुहोस् भन्नु, अनि हो त्यो चाहिँ तपाईँले युज गर्नुहोस् है। र यसको बेस्ट टाइमिङ चाहिँ म तपाईँहरूलाई बताउनेछु। तपाईँले बिफोर वर्कआउट एज अ प्री वर्कआउट लिँदा पनि भयो, र आफ्टर वर्कआउट एज अ पोस्ट वर्कआउटमा युज गर्दा पनि हुन्छ। त्यो चाहिँ बेस्ट टाइमिङ हो। तर यसलाई जहिले पनि लिँदा पनि हुन्छ, एनी टाइम यु क्यान युज इट। तर पर डे तपाईँले लिने भनेको 3 to 5 ग्राम्स है। 5 ग्रामसम्म लिँदा इनफ हो है, त्योभन्दा बढी लिनु जरुरी छैन। आजको लागि यति नै। तपाईँले यस्तै भिडियोजहरू हेर्नुको लागि चाहिँ मलाई फलो गर्न नभुल्नुहोस्। धन्यवाद।